जस्तो कि मैले भने टेस्ला कलेज ड्रप आउट थिए, तर उनले राम्ररी बुझेका थिए कि सक्सेसफुल पर्सन बन्न डिग्री होइन नलेज र स्किल्स चाहिन्छ। त्यसैले टेस्लाले आफ्नो करियरको सुरुवात सन् 1881 मा हंगेरीको बुडापेस्टमा एक टेलिफोन एक्सचेन्जमा एज अ ड्राफ्ट्सम्यान गरे, जुन त्यस कालखण्डकै सबैभन्दा ठुलो दूरसञ्चार कम्पनी थियो। यस कम्पनीका म्यानेजरलाई टेस्लाको काम यति धेरै मन पर्यो कि उनले टेस्लालाई फ्रान्सको एडिसन कम्पनीमा काम गर्न पठाए र अन्ततः 1884 मा अमेरिकाको न्युयोर्क स्थित एडिसन मेसिन वर्क्समा सिफारिस गरियो। यही काम गर्दा गर्दै टेस्ला र एडिसनको भेट भयो। यहाँसम्म सबै ठिक थियो, तर जब टेस्लाले एडिसनलाई आफ्नो अल्टरिङ करेन्ट एसीमा आधारित इन्डक्सन मोटर बनाएर बेच्ने प्रस्ताव राखे, एडिसनले उनको इन्भेन्सनलाई रिजेक्ट गरिदिए। उनले टेस्लालाई च्यालेन्ज गरे कि यदि उनले एडिसनको डीसी सिस्टमको डिजाइनलाई इम्प्रुभ गरेर देखाउन सक्छन् भने उनले टेस्लालाई $50,000 दिनेछन्। केही महिनापछि जब टेस्ला सफल भएर एडिसनको अगाडि पुगे, एडिसनले हाँस्दै भने, मैले त ठट्टा गर्दै थिएँ। एडिसन यतिमा रोकिएनन्। उनले टेस्लालाई $10 पर विकको रेज दिने र आफूसँग काम गर्न जारी राख्न प्रस्ताव गरे। यो कथा सुरुवातबाटै विस्तारमा बुझ्नको लागि यहाँ क्लिक गरेर पुरा भिडियो हेर्नुहोला। बाँकी कुरा त्यही गरौँला। जय नेपाल।